दर्शक महानुभावहरू हार्दिक नमस्कार। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली सङ्गीत प्रेमी दर्शक एवं श्रोता माझमा हामी आज प्रस्तुत गर्नेछौँ एउटा नयाँ गीतको रेकर्डिङ रिपोर्ट। रेकर्डिङ रिपोर्ट प्रस्तुत गर्ने क्रममा आज हामी गुन्जन रेकर्डिङ स्टुडियोमा पुगेका छौँ, जहाँ चर्चित गीतकार शङ्कर अधिकारी घायलको शब्द अनि अहिलेका व्यस्त सङ्गीतकार तथा एरेन्जर पुष्कर सुनारको सङ्गीतमा अहिलेका युवा गायक सुरेश कुमार गुरुङको स्वरमा रेकर्डिङ भइरहेको थियो। सोही गीत रेकर्डिङ भइरहँदा हामीले रेकर्डिङका रमाइला दृश्यहरू क्यामेरामा कैद गरेका थियौँ। तिमीलाई भेटेर मन भयो चुलबुल चुलबुल, तिमीलाई देखेर मन भयो फुरफुर फुरफुर। एकपल्ट अर्को ट्र्याकमा लिएर राख्छु ल। तिमीलाई भेटेर मन भयो चुलबुल चुलबुल, तिमीलाई देखेर मन भयो फुरफुर फुरफुर। उड्न मन लाग्छ, चुम्न मन लाग्छ, उड्न मन लाग्छ, चुम्न मन लाग्छ, मायालुको अङ्गालोमा झुमिन मन लाग्छ, झुमिन मन लाग्छ, झुमिन मन लाग्छ, झुमिन मन लाग्छ। तिमीलाई भेटेर मन भयो चुलबुल चुलबुल। तिम्रो आँखामा बसेपछि, तिम्रो मुटुमा पसेपछि, तिम्रो आँखामा बसेपछि, तिम्रो मुटुमा पसेपछि, कता कता झस्किए म त्यो नजरले हेरेपछि। उड्न मन लाग्छ, चुम्न मन लाग्छ, उड्न मन लाग्छ, चुम्न मन लाग्छ, मायालुको अङ्गालोमा झुमिन मन लाग्छ, झुमिन मन लाग्छ, झुमिन मन लाग्छ, झुमिन मन लाग्छ। तिमीलाई भेटेर मन भयो चुलबुल चुलबुल। तपाईँले आज स्टुडियोमा आएर गीत गाउँदै हुनुहुँदो रहेछ शङ्कर अधिकारी घायलको शब्द अनि पुष्कर सुनारको सङ्गीतमा। कस्तो फिल भइरहेछ तपाईँलाई? अब कस्तो फिल भन्दा नि एकदमै रमाइलो पनि, एकदमै रमाइलो। अब गीत पनि एकदम रमाइलो छ, एकदमै रमाइलो पनि लागिरहेछ। मैले भर्खर सुरुवात गरेको हुँ। अब मेरो केही कमी कमजोरीले पछिल्लोचोटि गीतहरूलाई म अझै राम्रो गर्नेछु। र विशेष गरी आजको दिनमा मलाई यसरी गाउनको लागि अफर दिनुभयो, विशेष गरी घायल सर पुष्कर सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो टिम युवराज खत्री उहाँहरू सबैलाई एकदमै मुरी धन्यवाद दिन चाहन्छु। केही कमी कमजोरीहरूलाई म पछि सुधार्नेछु। तपाईँहरूले केही कमी कमजोरी भएमा मलाई तपाईँहरूको केही प्रतिक्रिया दिनुहोला। यस गीतलाई एक्सन फिल्म्स प्रालीले चाँडै नै बजारमा ल्याउने गीतकार शङ्कर अधिकारी घायल अनि गायक सुरेश कुमार गुरुङले हामीलाई बताउनु भएको थियो।